हिजो गृहमन्त्रीज्यूले पत्रकार सम्मेलनको आयोजना गर्नुभयो र त्यसमा हामी पार्टी र पार्टीको सभापतिसँग सम्बन्धित केही बुदाहरू बोल्नु भएको छ। त्यसको बारेमा हाम्रो सरोकार छ। त्यो बारेमा हामी बोल्न चाहन्छौँ र यो छोटकरीमा बोलिसकेपछि आज संघीय सदनमा वर्तमान सरकारको तर्फबाट माननीय अर्थमन्त्रीज्यूले आर्थिक वर्ष 2082-83 को लागि जुन बजेट प्रस्तुत गर्नुभएको छ त्यसको बारेमा हाम्रो पार्टीको तर्फबाट हाम्रो पार्टीको उपसभापति माननीय डाक्टर स्वर्णिम वाग्लेज्यूले हाम्रो पार्टीको तर्फबाट अभिव्यक्ति दिनुहुनेछ। पहिलो कुरा, आज हामीले आजको बैठक सरल रूपमा सहज रूपमा जान दियौं किनकि एउटा राजनीतिक रूपमा संवैधानिक प्रक्रियाप्रति राजनीतिक सुझबुझ देखाउन आवश्यक हुन्छ। हामीले उठाइराखेको मुद्दा कानुन सुशासन, यो जनताको जनसरोकार र राजनीतिक मुद्दा हो। तर आज संवैधानिक प्रक्रियालाई हामी व्यवधान गर्न चाहँदैनथ्यौँ। त्यसै पनि हाम्रो देशप्रति विभिन्न ग्रे लिस्ट लगायत विभिन्न प्रश्नहरू रहेको अवस्थामा हामी अर्को व्यवधान खडा गर्न चाहँदैनथ्यौँ। त्यसैले गर्दा राजनीतिक रूपमा हामीले एउटा सुझबुझ देखायौँ यो। तर आगामी बैठकदेखि फेरि पनि हामी सामान्य रूपमा प्रस्तुत नहुने निष्कर्षमा छौँ। जबसम्म तीनवटा जुन माग छ यसको बारेमा स्वयं प्रधानमन्त्रीज्यू आएर बोल्नुपर्छ। यो जुन प्रश्न उठेको छ जुन भिजिट भिसाको, त्यसमा गृहमन्त्रीज्यूको संलग्नताको यथेष्ट प्रमाणहरू हामीले सङ्कलन गरेका छौँ जुन आगामी बैठकमा हामी प्रस्तुत गर्नेछौँ। त्यो दोस्रो बुदा। त्यसैले गर्दा उहाँले यसमा सहयोग गर्नलाई उहाँको स्वयं आफ्नै पार्टीको पदाधिकारी र नेताहरूले भन्न थालिसक्नुभयो कि गृहमन्त्रीज्यूले राजीनामा दिएर यसको अनुसन्धानलाई सहज रूपमा सघाउनुपर्छ भनेर। त्यो दोस्रो भयो र यसको अनुसन्धान गर्नको लागि एउटा न्यायिक छानबिन समिति बन्नुपर्छ भन्ने हाम्रो यो तीनवटा माग लिएर 20 गतेदेखि हामी फेरि सामान्य रूपमा प्रस्तुत हुने छैनौँ। र अर्को, हिजोको जुन यहाँ लोत्से हलमा माननीय गृहमन्त्रीज्यूले बैठक गर्नुभयो त्यसमा तीनवटा मुद्दामा अहिले छोटकरीमा सरोकार र हाम्रो स्पष्टीकरण राख्न चाहन्छौँ र गम्भीर रूपमा हामी त्यसमा ध्यानाकर्षण भएको, हाम्रो त्यसमा गम्भीर सरोकार पनि रहेको छ। पहिलो मुद्दा, पहिलो प्रश्न उहाँले भन्नुभयो हिजोको बैठकमा कि तीर्थ भट्टराईजीलाई 2078 सालमा मोरङको सिडिओ सरुवा गरियो जुन तात्कालीन गृहमन्त्री रवि लामिछानेज्यूले गर्नुभयो भनेर उहाँले बोल्नुभयो। यो कति झुटो हेर्नुहोस् त। हाम्रो पार्टी नै दर्ता भयो 2079 साल असार 7 गते, अनि 78 को सिडिओ चाहिँ कसरी सरुवा हुन्छ हामीबाट, होइन? त्यसरी उहाँ अलि कस्तो सजिलै झुटो बोलिदिनु भयो। हामीले त 2079 साल पुस 7 गते आएर यो सदनमा सांसदको शपथ नै लिएको, 78 को सरुवा हामी कसरी गर्छौँ? एउटा कुरा। दोस्रो कुरा चाहिँ उहाँले नै गृहमन्त्रीज्यूले नै सरुवा गराउनु भएको थियो। उहाँको गृह मन्त्रालयमा रवि लामिछानेले नै त्यो जिम्मेवारीमा राख्नु भएको थियो भनेर उहाँले अर्को कुरा भन्नुभएको छ, जसमा गृहमन्त्री रवि लामिछानेज्यू हुँदै गर्दा तीर्थ भट्टराईज्यू गृह मन्त्रालयमा कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको जिम्मेवारीमा हुनुहुन्थ्यो। उहाँ अहिलेको जिम्मेवारीमा हुनुहुन्थेन। त्यो दोस्रो कुरा। र यो लगायत अर्को कुरा, उहाँले चाहिँ गृहमन्त्रीज्यू रहँदै गर्दा रवि लामिछानेज्यू प्रति केही कसुरहरू, केही उजुरीहरू दर्ता भएको थियो भनेर उहाँले भन्नुभयो। तर त्यो उजुरी दर्ता भएको थिएन। उत्तम भट्टराईजी, अनुप भट्टराईजी एकजना लयरले एउटा उजुरी छ भनेर भन्दै गर्दा त्यो 2081-124 को पत्र अनुसार भनेर त्यो सर्वोच्च अदालतले कुनै पनि उजुरी देखिएको छैन भनेर त्यो न्यायाधीश सपना प्रधान मल्लको इजलासले स्पष्टीकरण नै दिएको छ कि त्यो बेलामा कुनै पनि उजुरी देखिएको छैन है भनेर। त्यसैले गर्दा उहाँले पत्रकार सम्मेलन दौरान जुन लगाउनु भएको तीनवटा आक्षेप छ त्यो प्रति हाम्रो आपत्ति छ र हाम्रो जवाफ तपाईहरुको अगाडि हामीले राखिहाल्यौं कि तीनवटै सफेद झुट, त्यति सहज तरिकाले त्यति गम्भीर झुटो बोलेर जानुभयो। 79 को पुसमा आएको पार्टी सदनमा 78 को सिडिओ सरुवा चाहिँ हामीले कसरी गर्यौं, त्यस्तो सफेद झुट बोलेर जानुभयो। यो बाँकी तथ्यहरू यथेष्ट छ जुन हामी आगामी बैठकमा प्रस्तुत गर्नेछौँ। आज प्रस्तुत भएको बैठक, आज जुन प्रस्तुत भयो बजेट, त्यसको बारेमा हाम्रो पार्टीको तर्फबाट 2/3 को सरकारले
अब के गर्न सक्थ्यो के गरेका छैन भन्ने कुराहरूमा हामीले अन्य फोरमहरूमा आफ्ना टिप्पणीहरू राखी आएकै छौँ। आज म अलिकति हामी जसरी जिम्मेवार रूपमा प्रस्तुत भयौँ होइन, एउटा संवैधानिक धर्म पनि थियो हाम्रो, जेठ 15मा बजेट ल्याइनेछ, नेपाल सरकारको अर्थमन्त्रीले बजेट ल्याउनेछ भनेर संविधानमै लेखेको भाषा अनुरूप हामीले आज हाउसलाई सुचारू हुन दियौँ र बजेट प्रस्तुत हुन दियौँ। यसलाई नेपाली जनताले सकारात्मक ढङ्गले नै नोट गर्नुभएको छ भन्ने आशा हामीले गरेका छौँ। सरकारले आज जुन 1964 अर्बको बजेट जुन पेश गरेको छ त्यो समग्रमा धेरै उत्ताउलो र गैर जिम्मेवार छैन भन्ने टिप्पणी हामी गर्न चाहन्छौँ। अहिले पछिल्लो चरणमा हाम्रो नेसनल स्ट्याटिस्टिक्स अर्गनाइजेसनले हाम्रो अर्थतन्त्रको आकार 61 खर्ब अर्थात् 6107 अर्बको जुन इकोनोमी प्रोजेक्ट गरेको छ त्यसलाई 6% को आर्थिक वृद्धि र 5.5% को मुद्रास्फीति यो जोडेर नोमिनल झन्डै 11.5% को वृद्धि गर्ने हो भने यो बजेटको समापन हुँदै गर्दाखेरि हामी नेपालको अर्थतन्त्र करिब 6700 अर्बको चाहिँ अर्थतन्त्रको आकार हुन्छ। त्यसैले अर्थमन्त्रीज्यूले आज जुन पेश गर्नुभयो 1964 अर्ब 67 खर्बको अर्थतन्त्रमा लगभग 30% को हाराहारीमा आउँछ। यसलाई हामीले धेरै गैर जिम्मेवार मानेका छैनौँ। यद्यपि विगत भूकम्पपछि यो उकालो लागेर एकदमै ठुलो आकारमा चाहिँ बजेट फुक्ने अनि माघमा गएर सुकाउने यो पुरानो रोगको चाहिँ निरन्तरता हुन्छ कि भन्ने चिन्ता चाहिँ हामीलाई छ। यसको आधार चाहिँ हिजो साँझसम्म नेपाल सरकारले खर्च गरेको जम्मा 1230 अर्ब। हामीले अहिले के भन्यौँ 1964 अर्ब खर्च गर्छौँ भनेर भन्नुभयो अघि अर्थमन्त्रीजीले 1 घण्टा अगाडि। गत साल 1860 अर्बको बजेट थियो, तर अब यो आर्थिक वर्ष सकिनलाई 6 हप्ता पनि बाँकी छैन। नेपाल राज्यले खर्च गरेको जम्मा 1230 अर्ब छ। अब मानिलिउँ अर्को 2 खर्ब नै बढ्यो भने पनि यो राज्यले खर्च गर्न सक्ने क्षमता त्यही 14-15 खर्ब अर्ब चाहिँ खर्ब मात्रै रहेछ, 14-15 खर्ब मात्रै रहेछ। अथवा एकदमै उदार हुने हो भने पनि 1500 अर्बको चान्चुल चाहिँ यो राज्यले खर्च गर्नेछ। नेपालकै रेकर्ड पनि परार चाहिँ 1430 अर्ब मात्रै हो। र मैले अघिल्लो पटक विनियोजन विधेयकको छलफल गर्दाखेरि भनेको थिएँ कि एकदम अनुकूल सरकार, एकदमै चाहिँ अनुकूल वातावरणमा बलिया सरकारहरूले लिएर आएको बजेट पनि यो 80-85% भन्दा माथि नगएको हैन। रामशरण महतले भूकम्पभन्दा अगाडि लिएर आएको बजेटको आकार 618 लाई जम्मा 530 मात्र खर्च गर्न सकिएको र 2/3 कम्युनिस्ट सरकार केपी ओलीले युवराज खतिवडाले लिएर आउनु भएको बजेट पनि 1315 अर्बको बजेट सबै कुरा मिल्दा यो राज्यमा कुनै पनि न बाह्य न आन्तरिक प्रतिकूलता हुँदा पनि जम्मा खर्च गर्न सके 1110 अर्ब हैन। र पछिल्ला दिनहरुमा त अब अनेक न्यू पनि बनाउँछन्, सरकार अस्थिर भयो इत्यादि भन्ने छ। त्यसैले यो राज्यको क्षमता स्टेट क्यापासिटीको बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले जुन जोडदार टिप्पणीहरू गरिराखेको छ नि नीति तथा कार्यक्रमका दौरानमा, विनियोजन विधेयकका छलफलका दौरानमा, यसलाई मनन गर्नु हुन चाहिँ हामीले आग्रह गरेका छौँ। अर्थमन्त्रीज्यूलाई पनि यो सन्देश हामी दिन चाहन्छौँ। तपाईले अहिले लिएर आउनु भएको 1964 अर्बको बजेट हामीले उत्ताउलो, गैर जिम्मेवार इत्यादि भनेका छैनौँ, तर घाँटी हेरेर हाड निल्ने हाम्रो त्यो विश्लेषण गर्ने हो भने चाहिँ यो पनि त्यही 15-16 खर्ब भन्दा बढी खर्च हुने आधारहरू छैन। त्यसपछि हामीले के गर्यौँ त, यो अङ्कको स्वरूप र विश्वसनीयता चाहिँ पुरानै कुराको निरन्तरता हुन्छ कि भन्ने चाहिँ हामीलाई डर लागेको छ र त्यो बारे चाहिँ हामी सचेत गराउन चाहन्छौँ। त्यसपछि यो रेभेन्यू र एक्सपेन्डिचर हैन, राजस्वका विभिन्न कुराहरू पनि त्यति पत्यारिला छैन। राजस्व कति उठाएको छ हिजोसम्म 10 खर्ब पनि नागेको छैन। अहिले झन्डै 15 खर्ब राजस्व उठाउँछु भन्नुभएको छ। आधार यही खालको कुशासन हुने हो भने बोर्डरको चुहावट इत्यादि हेर्दाखेरि त्यसको विश्वसनीय आधार देखिँदैन। अनुदानमा लामो समयदेखि 3-4 वर्षदेखि नै हामी 50 अर्ब 52 अर्ब 53 अर्ब उठाउँछु भनेर अनुदान यसपालि पनि 53 अर्ब भन्नुभएको छ। तर हिजोसम्म कति उठाएको छ? जम्मा 16 अर्ब। योभन्दा अगाडि त 7-8 अर्बमै थन्किएको छ। भनेपछि अनुदान बाह्य रूपमै तपाईँहरूलाई थाहा छ यो सुकिरहेको अवस्था हो। त्यसैले राजस्व पनि सोचे जस्तो ल्याउन नसक्ने, अनुदान त हामीलाई थाहा छ ग्यारेन्टी त्यो आउँदैन भनेपछि हामी केमा भर पर्ने भयौँ त भने झन्डै 600 अर्ब हामी ऋण बोक्दैछौँ। 600 अर्ब ऋण बोक्दैछौँ। यो 1964 खर्च गर्ने हो भने राजस्व सुकिरहेको अवस्था, वैदेशिक अनुदान सुकिरहेको अवस्थामा यो फुक्का फाल गरेर चाहिँ लिएर आएको बजेटमा 600 अर्ब चान्चुल हामीले वैदेशिक लिनुपर्ने हुन्छ। र त्यसमा पनि विदेशीहरूले त हामीले काम गरेन सोध भर्ना गर्ने हुन्, धेरै कहाँबाट लिने भयो त हामीले हाम्रो आन्तरिक ब्याङ्किङ सिस्टमबाटै थुत्ने भयो। त्यसैले यो कुरा चाहिँ यसका हैन उन्नत प्रतिफल दिने आयोजनाहरूमा खर्च गर्न सक्यौँ भने ठिक छ,
तर वितरणमुखी कार्यकर्ता पोस्ने र यसमा चाहिँ लक्षणहरू त तपाईँलाई थाहा छ। 2/3 सरकारको अलिकति जुन आडम्बर छ हैन र कार्यकर्ता केन्द्रित पुरानो राजनीति छ, त्यसमा चाहिँ हामीले आश्वस्त हुन सक्ने आधारहरू छैन। त्यसैले यो आय व्ययको बजेट भनेको आय र व्ययको अनुमान हो नि, त्यसमा चाहिँ यसको अविश्वसनीयताकै पासोमा यो ट्रस्ट ट्र्यापमै यो रुमल्लिरहेको छ। तर अङ्क पछाडिका नियतहरूमा, अङ्क पछाडिका घोषणाहरूमा चाहिँ केही शङ्काको सुविधा हामी दिन चाहन्छौँ भन्ने हाम्रो पार्टीको आन्तरिक निष्कर्ष छ। त्यो भनेको के हो? त्यो भनेको चाहिँ 3टा कुरालाई हामीले टुक्र्याएर हेरेका छौँ। पहिलो, अहिलेको जुन आर्थिक मन्दी छ त्योबाट अर्थतन्त्रलाई माथि निकास्नको लागि खालि खर्चै गर्नुपर्छ भन्ने छैन नि। कति कुराहरू नीतिगत, पैसै नलाग्ने, रकम नै नलाग्ने नीतिगत घोषणाहरूबाट पनि अर्थतन्त्रलाई तङ्ग्र्याउन सकिन्छ। त्यसमा 2-3टा कुराहरू हामीले सकारात्मक पाएका छौँ। अहिलेको यो नन ब्याङ्किङ एसेट्सहरू हैन, जुन चाहिँ एकदमै 10-11% नै पुग्यो, सम्पूर्ण ब्याङ्किङ सिस्टम नै धराशायी होला कि भन्ने चिन्ता छ नि जुन, त्यसमा एसेट म्यानेजमेन्ट कम्पनी बनाएर हामी व्यवस्थापन गर्छु भन्नुभएको छ। तर उधारो असुली ऐन पनि तुरुन्तै लिएर आउनुपर्छ भनेर हामीले बारम्बार घचघच्याएका थियौँ। रामेश्वर खनालको उच्च स्तरीय आर्थिक सुधार सुझाव प्रतिवेदनले पनि अन्तरिम चरणमै नै त्यो ड्राफ्टै गरेर दिएको थियो। तर किन हो अर्थमन्त्रीजीले त्यो ल्याउनु भएको छैन? अर्को, भुक्तानीहरू राज्यले बोकेका अनिवार्य दायित्वहरूलाई चाहिँ तुरुन्तै देऊ न। स्वास्थ्य बिमाको जुन भुक्तानी दिनुपर्छ नि राज्यले, त्यो चाहिँ दिइराखेका छैन। त्यसमा पनि अलिकति हेजिङ गरिएको छ। दिन त दिन्छौँ तर 1 वर्ष लगाएर दिन्छौँ भनिएका छ। निर्माण व्यवसायहरूको पनि हैन 10औं अरबको चाहिँ जुन बाँकी छ, त्यसले अर्थतन्त्रलाई अहिले मन्दीबाट निकाल्नको लागि जुन भूमिका खेल्न सक्थ्यो त्यसमा अलिकति चुकिएको हो कि भन्ने हाम्रो प्रारम्भिक चाहिँ बुझाइ छ। करहरूमा गरिएको हेरफेरले चाहिँ अलिकति लगानीको माहौललाई सकारात्मक ढङ्गले चाहिँ सम्बोधन गर्न सक्छ कि भन्ने आशा एउटा छ। त्यसैले यो आर्थिक मन्दीको पाटोमा हाम्रो समष्टिगत विश्लेषण मिश्रित छ। दोस्रो, केही व्यथितिहरू थिए नि। नेपालको यो बजेटले 2/3 सरकारबाट जुन अपेक्षित पनि छ, एउटा कमजोर सरकारले गर्न नसक्ने तर बलियो सरकारले आँट गरेर ट्र्याकमा लिएर आउन सक्ने, कोर्स करेक्सन गर्न सक्ने कुराहरूमा के गर्नुभयो त भनेर त्यसमा पनि हामीले प्रारम्भिक विश्लेषण गर्दाखेरि 2-3वटा कुरा सकारात्मक देखिन्छ। जस्तो आयोजना व्यवस्थापनका कुराहरूमा उहाँले चाहिँ अब यो 3 करोडभन्दा मुनि सङ्घीय विनियोजन नहुनेदेखि लिएर EIA का कुराहरूमा, जग्गा प्राप्तिका कुराहरूमा चाहिँ अलिकति प्रोजेक्ट म्यानेजमेन्टलाई अलिकति हामी सरल बनाउँछौँ भनेर भन्नुभएको छ। तर अब यो सरकारले बोल्ने एउटा गर्ने अर्को छ। हाम्रो पार्टीका मान्य सांसदज्यूहरूले चाहिँ यसलाई सरकारलाई एकदमै अकाउन्टेबल, जवाफदेही बनाउने छौँ। उहाँहरूले भनेअनुसार गर्नुभयो भने मुलुकका हितका खातिर हामीले सपोर्ट गर्ने नै छौँ। तर उहाँहरूले यो फुक्दिने कुरा न हो भन्ने कुरा जुन विगत 11 महिनामा त हामीले देख्यौँ नि, बोलेका कुराहरू त संविधानै संशोधन गर्छौँ, अर्थतन्त्र तङ्ग्र्याउँछौँ हैन, अनेक सुशासन कायम गर्छौँ भने ठुला वचनहरूलाई पनि फर्केर पनि नहेर्नु भएको सरकारले उहाँहरूले भनेका कुराहरू चाहिँ पत्याइदिने आधारहरू छैन। तर सामाजिक सुरक्षामा गर्न खोजेको रिफर्म र आयोजना व्यवस्थापन, त्यसका कुराहरूलाई चाहिँ हामी कन्डिसनल, सशर्त चाहिँ स्वागत गर्न पनि चाहन्छौँ। तेस्रो चाहिँ यो रोटीको आकार नै सानो भयो, मिसिङ GDP को अवधारणा हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीले लिएर आएको छ। 48 सालपछिको आर्थिक सुधारहरूलाई चाहिँ कन्टिन्यू गरेको भए आज हामी यो 1964 को बजेट सानो रोटीको लुछाचुडी गर्नेवाला थिएनौँ। आज हामी कम्तीमा पनि 40 खर्बको बजेट ल्याउने अवस्थामा हुन्थ्यो। अर्थतन्त्रको आकार 61 खर्ब होइन, यसको डोब्बर 120 खर्ब जतिको चाहिँ अर्थतन्त्रको कुरा गरिरहेका हुन्थ्यौँ। भनेपछि यो मूल समस्या चाहिँ यो सानो रोटीमा कसले के पायो भन्दा पनि हामीले सोच्नुपर्ने, सुशासन भइदिएको भए, नेपाललाई कुशासनले नगाजेको भए आज हामी $100 बिलियन भन्दा बढीको अर्थतन्त्रको कुरा गरिरहेका हुन्थ्यौँ। त्यसैले यो मिसिङ GDP चाहिँ नेपाली जनताले भोगेको ब्याड गभर्नेन्सको मूल्य हो हैन, कुशासनको मूल्य तपाईँ हामीले चुकेको चाहिँ भोगेको यो मिसिङ GDP का। यति ठुलो अर्थतन्त्र हुन्थ्यो तर भएन। यो अवधारणाबाट पनि हामीले हेर्नुपर्ने हुन्छ। त्यस मानेमा हामी 84 मा एकदमै चाहिँ उल्लेख्य सङ्ख्या र सामर्थ्यका साथ आयौँ भने पनि हाम्रो ध्यान के हुनेछ त चाँडै नेपालको अर्थतन्त्रको आकार बढाउनेतिर जान्छ हैन। त्यो मानेमा अहिले अर्थतन्त्रको आकार बढाउने, GDP ग्रोथ गराउने दृष्टिबाट चाहिँ सरकारले कस्ता बिउ रोपेको छ त, कुन क्षेत्रलाई इकोनोमीको ड्राइभरको रूपमा प्रस्तुत गरेको छ भनेर हामीले हेऱ्यौँ। 5वटा सेक्टर हेऱ्यौँ हामीले। स्वच्छ ऊर्जामा वास्तवमा अघि ऊर्जा मन्त्री त्यहाँ जम्का भेट भएको थियो, बजेट त मेरो घट्यो भन्दै हुनुहुन्थ्यो। तैपनि यदि 4800 मेगावाट जडित क्षमता हामी बनाउँछौँ भनेर जुन अहिले बजेटले भनेको छ त्यो भयो भने त्यसलाई हामी स्वागत नै गर्नेछौँ। पञ्चायतकाल ढल्दाखेरि चाहिँ 262 मेगावाटबाट आज 3600 आएका छौँ। 1 वर्षभित्रै 4800 हुनु भनेको त्यो स्वागतयोग्य छ। तर त्यहाँ 20 वर्षदेखि नभएका कुराहरू पनि फेरि दोहोऱ्याइएको छन्, पञ्चेश्वरदेखि लिएर यावत कुराहरू छन्। त्यसैले क्लिन एनर्जीमा हामी त्यति हौसिएका छैनौँ, तर
तर गर्छौँ भनेका कुराहरू गऱ्यो भने ठिकै छ। कृषिमा त्यति उत्साहित छैनौँ। कृषि र सिँचाइलाई हामीले जोडेर हेऱ्यौँ भने त्यसले एकदमै ठुलो उलटफेर ल्याउने खालका ती चाहिँ कदमहरू हामीले त्यहाँ देखेका छैनौँ। टुरिज्ममा पनि परम्परागत नै छन्, हालाकि पोखरा र गौतम बुद्धकोमा अलि जुन नयाँ खालको सम्बोधन हुनुपर्ने थियो त्यो छैन। निजी क्षेत्र आयो भने गर्छौँ भन्ने खालको अलि झारा टार्ने भाषा छ, त्योबाट पनि हामीले त्यति अपेक्षा गरेका छैनौँ। उत्पादनमूलक उद्योग म्यानुफ्याक्चरिङमा त्यो पनि हरित कोणबाट त्यही हाम्रो स्वच्छ ऊर्जा लिएर त्यसलाई पुनर्जागरण गर्न सकिन्छ कि अहिले कुल जिडिपीमा जम्मा 5.5%मा खुम्चिएको म्यानुफ्याक्चरिङलाई हाम्रो लक्ष्य चाहिँ 10-12 नै पुर्याउनुपर्छ भन्ने छ होइन, बिस्तारै अर्को 5-7 वर्षमा त्यसलाई त्यो लक्ष्य भेट्ने गरेर चाहिँ भएको जस्तो हामीले मानेका छैनौँ। तर यो सँगसँगै गाँसिएर आउने माइनिङ खानीका बारेमा चाहिँ केही सकारात्मक कुराहरू छन्, तर यो फेरि गएर सुशासनसँग जोडिन्छ। यो सरकारले सुशासनको जगमा खानी क्षेत्रलाई साँच्चीकै बढावा दिन सक्ला, यसमा पनि हाम्रो पार्टीका मान्य सांसदहरूले चाहिँ एकदम नजिकबाट खबरदारी गर्नेछन्। हामी वाच गर्नेछौँ। मुलुकको हितमा लिएका कदमहरूमा हाम्रो समर्थन हुनेछ, तर यहाँ गडबड गरियो भने जुन यो सरकारको एउटा चरित्र पनि भएको छ, त्यो गडबड गरियो भने चाहिँ हामी यसलाई सख्त चाहिँ खबरदारी गर्ने नै छौँ। अब रह्यो अर्को इन्जिन आइटी, अहिले सबैले चर्चा गरिरहेको, हाम्रो पार्टीले पनि व्यापक रूपमा उठाइरहेको, यहाँका उदीयमान शोध संस्थाहरूले पनि होइन दस्तावेजीकरणै गरेको आइटीको सम्भावनाबारे यो सरकारले अलिअलि जुन ठुलो फड्को भन्छ नि बिग पुसका रूपमा देखिन सक्थ्यो त्यो नदेखिए पनि केही सकारात्मक कुराहरू छन्। हाम्रा युवा सांसदहरू पनि यसलाई बडो चासोका साथ हेरिराख्नु भएको छ। डिजिटल नोम्याडको भिसा, रिमोट वर्कको प्रावधान, 5% बाहिरबाट कमाएको रकमलाई 5%मा कम्प्लिट,